हजुर दर्शक नमस्कार, राधे राधे। म ध्रुव कुँवरको तर्फबाट हजुर सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। यहाँ देखिसक्नु भएको छ केही विशेष छ भन्ने हजुरले यो दृश्य देखेर पनि अवलोकन गर्न सक्नुहुन्छ। विशेष रूपले हाम्रो गुल्मी सेवा समाज युएका सचिव है तथा अत्यन्त धार्मिक आध्यात्मिक व्यक्ति हाम्रो गुल्मेली ठिटो पनि भनेर भन्नुपर्छ श्री सेवा पाण्डे सर यो कार्यस्थल भनौँ यो कर्मभूमिबाट केही समयको लागि बिटमा आएर आफ्नो जन्मभूमितर्फ लाग्दै गर्नुभएको छ। यसै खुसीको अवसरमा हामीहरूले उहाँलाई सबै जम्मा भएर उहाँलाई शुभकामना दिनको लागि भनौँ न शुभ यात्रा अर्थात् उहाँको बसाइ राम्रो होस्। आगामी दिनमा पक्कै पनि फेरि यहाँको स्थिति अलिकति राम्रो भएछ भने फेरि पनि उहाँ आउनुहुनेछ। हामी स्वागत गर्नलाई हरेक पल हामी चाहिँ तत्पर हुनेछौँ भन्ने विषयमा पनि दुई चार शब्द राखिदिनुहोस् भन्न चाहन्छु। दर्शक नमस्कार सरजी। नमस्कार। राधे राधे। आर्मी हुन्छ पक्कै पनि है? एकदमै ठिकै छु। र अहिले सुन्नुमा आएको छ कि हजुर यो कर्मभूमिलाई बिट मार्दै केही समयको लागि जन्मभूमितर्फ जाँदै हुनुहुन्छ, यो सत्य कुरा होला पक्कै पनि है त? सम्पूर्णमा राधे राधे। र म मेरो केही कुराहरू राख्न चाहन्छु। विगत लामो समयदेखिको युएको बसाइ र बिचबिचमा आउँदै गरेका चाहिँ प्राकृतिक विपत्तिहरूको सामना गर्दै आजका दिनसम्म आइपुग्यो र यसपटक पनि केही न केही यसकै मार हो भन्नुपर्छ। वर्तमान मध्यपूर्वमा आइपरेको समस्या र त्यसै क्रममा चाहिँ जागिरबाट चाहिँ हात धुनु परेको अवस्था र सँगसँगै त्यसै समयमा चाहिँ भिसाको डेट सकिएको हुनाले कम्पनीले अन्तिम अवस्थामा आएर भिसा रिन्यु नगरेको कारणले म केही दिनको लागि अथवा केही महिनाको लागि आफ्नो परिवारसम्म बस्नको लागि गइरहेको छु। म सधैँको लागि गएको होइन, तपाईँहरूमा म पुनः फर्केर आउने नै छु। र केही महिना हुनसक्छ, 1-2 महिना अथवा यहाँको समय अलिक साम्य नहुँदासम्म केही दिन म नेपालमा रहनेछु। र म जहाँ रहे तापनि गुल्मेली भजन अथवा गुल्मी सेवा समाज या हाम्रो आध्यात्मिक यात्रा अथवा धार्मिक यात्रा जहाँबाट पनि म चाहिँ आफ्नो तर्फबाट हुन सक्ने साथ र सहयोगको लागि तत्पर रहनेछु भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद छ उहाँलाई। पक्कै पनि समय सान्दर्भिक भनेको अहिलेको समय यस्तै छ। विशेष रूपले मध्यपूर्वीय क्षेत्रमा अलिकति युद्धको जस्तो स्थिति पनि छ भनेर खासै डराउनु पर्ने स्थिति त छैन। तर सानातिना कम्पनीहरूमा जो एम्प्लोइहरू निकाल्ने अर्थात् नयाँ मान्छे नराख्ने, जस्तै उहाँले भन्नुभयो नि उहाँको भिजाको अलिकति एन्डिङ समाप्त हुन लागेको समय थियो, कम्पनीले रिन्यू गरेन। यस्तो स्थितिमा अहिलेकनि हामीहरूले चाहिँ नोकरीबाट पनि हात धुने जस्तो स्थिति भएको छ। यो अलिकति दुःखद पनि हो, तर आशा राख्छौँ छिटोभन्दा छिटो विश्वमा शान्ति छाओस् होइन। र त्यो शान्तिको साथमा यहाँ फेरि दिगो बल्नेछ। जस्तो पुराना दिनहरू हामी रमाएर उहाँले अत्यन्त ठुलो भूमिका निर्वाह गर्नुभएको छ, सचिव जस्तो पदमा रहेर होइन, धेरै ठुलो जिम्मेवारी वहन गर्दै आउनुभएको छ। र पक्कै पनि यथाशीघ्र 1, 2, 4, 6 महिना जो भी पोसिबिलिटी हुन्छ छिटोभन्दा छिटो उहाँ फेरि पुनः यो कर्मभूमिमा आउनुहुनेछ। हजुर हामी सबैसँग नाच्नुहुनेछ, गाउनुहुनेछ, बजाउनुहुनेछ, रमाउनुहुनेछ भन्दै उहाँको शुभ यात्रा र सुखद बसाइको पनि कामना गर्न चाहन्छौँ। जय शम्भु। हर हर महादेव। हर हर महादेव। सानो उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। गुल्मेली मौलिक भजन समूहद्वारा यो चाहिँ मैले यो चाहिँ गर्नुपर्छ भन्ने त मलाई लाग्दैन थियो, किनकि म यहाँबाट सदाको लागि गइरहेको छैन, केही दिनको लागि पनि जानेछु। र पनि हजुरहरूले गरेको सम्मानलाई मैले अपमान गर्न नचाहेर तपाईँहरू माझमा रहेँ र पुनः पनि तपाईँहरूसँग छिट्टै नै फर्केर युएमा आएर यस्तै अब चाहिँ रमाइलो यात्राहरू हामी सबै सहकार्य गर्दै अगाडि बढ्दैछु भन्ने म विशेष म आफ्नै व्यक्तिगत तर्फबाट आत्मविश्वासका साथ भन्दछु कि म छिट्टै नै फर्केर फेरि युए आउनेछु र तपाईँहरूसँग यही यात्राहरूमा निरन्तरता रहने जानकारी दिन चाहन्छु।